T20 वर्ल्ड कप क्वालिफायर्स नेपालको फर्स्ट म्याच कुवेत विरुद्ध र सुरुवातमा डगमगाइरहेको यो गेमलाई शानदार 58 रन्सको जित निकालेको छ नेपालले र क्या धैर्यताको प्रदर्शनी गरेका छन् नेपाली टिमले। त्यो हुन्छ नि एउटा म्याच्युर्ड प्लेयर्सहरू, गर्व गर्नुहुन्छ यो टिममा। ओमनको यो एमरेट क्रिकेट ग्राउन्ड प्रोपर बलर्सहरूको पिच हो। कुवेतले टस जित्दै नेपालले पहिलो ब्याटिङ गर्न निम्तो दिन्छ र सुरुवातदेखि नै कुवेतका बलर्सहरू हाबी थिए है, जसको कारणले 2.3 ओभरसम्ममा मात्र 5 रन बनाएको थियो नेपालले र आसिफ शेखको विकेट पनि गुमाएको थियो र पावर प्ले सम्ममा 39 रन र त्यसपछि विकेट झर्ने क्रम अझै सुरु हुन्छ। 7.2 ओभरमा कप्तान साहब रोहित पौडेल 16 रन बनाएर आउट हुन्छन् र पावर प्लेको गतिलाई चाहिँ कुशल भुतेलसँग मिलेर अगाडि चाहिँ बढाउँछन् है, यो कुरा चाहिँ भन्नै पर्छ। 9.5 ओभरमा कुशल मल्लको विकेट, 11.4 ओभरमा सन्दीप जोराको विकेट र यो समयमा अवस्था एकदमै खराब थियो। त्यो एउटा मिम छ नि, मेरे को तो ऐसा धक धक हो रहा है, मेरे को भी हो रहा है। 11.4 ओभरसम्ममा 63 रन बनाएर 4 विकेट गुमाइसकेका थियो नेपालले। एकतिर कुशल भुतेल कमान सम्हालेर बसेका थिए र वेट गर्दै थिए राम्रो सपोर्ट र पार्टनरसिपको र त्यसपछि हेर्न मिल्छ राम्रो सुझबुझ र प्यासेन्सको खेल र पार्टनरसिप दिपेन्द्र सिंह ऐरे र कुशल भुतेलको बीचमा र दुवैजनाले मिलेर बिस्तारै गतिलाई अगाडि बढाउँछन् र ऐरेको नेक्स्ट विकेटसम्ममा 17.3 ओभरमा 104 रनसम्म पुग्छ नेपाल र यो विकेट पछि आगमन हुन्छ हाइलाइट अफ द म्याच। इभन कमेन्टेटर्सहरू पनि भनिरहेको थिए कि बेस्ट क्यामियो भनेर। इन्फिनिटी वरको थोर जस्तै गुलसन झा आउँछन् र त्यो लगातार 1 ओभरमा 3 वटा छक्का प्रहार गर्छन् र यो जब भइरहेको थियो जुन राहत आयो नि, ओहो के भन्ने। यति मात्र होइन, अर्कोतिर कुशल भुतेलले जसरी सिचुएसनलाई हेरेर ब्याटिङ गरेका छन्, पहिला बिस्तारै रनलाई प्रोग्रेस गरे, कमजोर बलमा प्रहार गरे र बिचमा एउटा पावरफुल 6 प्रहार गरेका थिए। एकदमै पावर चाहिन्छ है त्यो शटको लागि। भुतेल सर रेस्पेक्ट है, एकदमै राम्रो पर्फर्मेन्स। टिमलाई जब जरुरी हुन्छ भुतेल त्यहाँ अगाडि पाउनुहुन्छ र यसो कारणले नेपालले पुरा 20 ओभर खेल्दै 141 रनको टार्गेट दिन्छ कुवेतलाई र यो धेरै हाई टोटल नभए पनि सिचुएसन हेरेर एकदमै राम्रो टोटल थियो है। या कुवेतका बलर्सहरूको पर्फर्मेन्स राम्रो थियो, तर योभन्दा राम्रो नेपाली बलर्सहरूको पर्फर्मेन्स के गर्दै हुनुहुन्छ। सुरुवातमै सोमपाल कामीले खाता खोल्छन्, फर्स्ट ओभरको चौथो बलमै बोल्ड हान्छन् है र ब्याट्सम्यानलाई 1 रन पनि नबनाउँदै पवेलियन फिर्ता गर्छन् र त्यसपछि नेपालको भेराइटी बलिङ अप्सनको अगाडि कुवेतका ब्याटर्सहरू धेरै टिक्न सकेनन्। ललित राजवंशी, सन्दीप लामिछाने, रोहित पौडेलले तिनैजनाले 2-2 विकेट लिए। नन्दन यादव र कुशल भुतेलले 1 विकेट र सबै बलर्सहरूले अराउन्ड 6 भन्दा कमकै इकोनोमीले बल फालेका छन्, जुन धेरै राम्रो हो। या ह्युज कङ्ग्रेचुलेसन्स टु होल टिम। नेपालको नेक्स्ट म्याच अब भोलि 10 अक्टोबरमा जापान विरुद्ध 4:45 मा हुनेछ।